दर्शकबिन नमस्कार। तपाईहरुले भिडियोमा देख्न सक्नुहुन्छ यति बेला साइलेज मेकिङको काम भइरहेको छ। पशुपालन गर्ने किसानहरूले यसरी हरियो मकैलाई यो मेसिनको मार्फतबाट साइलेज बनाएर खुवाउनको लागि अहिले साइलेजको कटिङ भइरहेको छ र यतिखेर मकैको मिल्किङ स्टेज, जतिखेर चाहिँ दुधिलो मकै भन्छ, घोगा हालिसकेपछि दाना हालिसकेपछि मिल्किङ स्टेजको मकैलाई काटेर र यसरी यो साइलेज मेकरबाट यो मेसिनको प्रयोग गरेर साइलेज मेकिङ भइरहेको छ। अहिले नेपालमा व्यावसायिक पशुपालन गर्ने कृषकहरूले साइलेजलाई रेगुलरली प्रयोग गरिरहनु भएको अवस्था छ र आज हामीले साइलेज बनाउने कम्पनीको प्रतिनिधिलाई यसबारे केही प्रश्नहरू सोधेका छौँ। यो साइलेजको लागि काट्दै हुनुहुन्न रहेछ मकै, हैन? हजुर, गाई बस्तुलाई खुवाउनको लागि। गाई बस्तुलाई खुवाउनको लागि राम्रो हुन्छ बसरी तार। हजुरको कहाँ छ गाई बस्तुहरू? हजुरको फार्म कता छ? हाम्रो फार्म चाहिँ छैन, हाम्रोबाट फार्ममा जान्छ। यो फार्ममा जान्छ तपाईहरु सप्लायर हो? हजुर, कम्पनीबाट बनेर अनि बाहिर जान्छ कि गाई ठुल्ठुलो गाई फार्महरूमा। गाई फार्ममा कसरी जान्छ नि? यसको यो बेलर बनाएर पठाउनुहुन्छ, डल्लो बनाएर? ऱ्यापिङ गरेर 100 केजीको हुन्छ एउटा हो, त्यही अनि किलोको कसरी एउटा 100 केजीको हुन्छ भने 1400 पर्छ कि एउटा। 1400-1500 पर्छ हैन? हजुर। अनि हजुरको यो बनाउन चाहिँ त्यही बनाउनुहुन्छ तपाईहरुले? कति समय जति लाग्छ त्यो साइलेज बनाउन? यहाँ चाहिँ यति खुल्ला गइरहेको फार्मको लागि यो चाहिँ अहिले काट्यो। हजुर, बनाउनु चाहिँ हाम्रो वीरगञ्जमा बन्छ। कस्तो भन्दा खेतबाट काटेर ल्याएर ऱ्यापिङ गर्ने राख्ने, तपाईँको ऱ्यापिङ गरेको 30 दिनपछि चाहिँ खुवाउन रेडी हुन्छ। त्यही हो। अरू केही एड गरिन्छ कि यो मात्रै गरिन्छ? यसमा शुद्ध मकै मात्रै, दुधको मकै ढाँडसहित पेल्ने हो, अरू केही एड हुन्न। खुवाउनलाई चाहिँ अब